हेलो एभ्रिवान, तपाईँहरूले थाहा नै पाइसक्नुभयो होला। म चाहिँ रिसेन्टली सैलुङ घुम्न गएको थिएँ एन्ड दिस इज द फर्स्ट डे अफ द डे। चिहान ठाउँमा चाहिँ यो कुकुर भेटेँ क्या मैले। अनि लिटरली यो चाहिँ मलाई यति धेरै चेज गरिरहेको थियो है। अनि मैले चाहिँ यसो बिस्कुट सिस्कुट खाना दिएँ। त्यसपछि माई जर्नी स्टार्ट। कस्तो खत्तम थियो त्यो बाटो, गड है, यति धेरै धुलो। अनि तर इन्जोय चाहिँ मैले यो भ्यूलाई इन्जोय गरिरहेको थिएँ यो टाइममा चाहिँ है। भ्यू त ओ माई गड भन्नै न, त्यो मुखले बयानै गर्न सकिन्न क्या। यस्तो राम्रो थियो भ्यू है, यस्तो राम्रो थियो। अनि हामी चाहिँ गाडीमा चाहिँ यो चिप्सहरू खाएर यस्तो रमाइलो गर्दै गइरहेको थियौँ। बाटोमा भ्यूहरू चाहिँ एकदमै राम्रो देखिरहेको थियो क्या। झन् त्यो हिमालको भ्यूहरू है, माई गड, हेरिरहँ जस्तो लागेको थियो क्या त्यतिखेर चाहिँ। तर हामीले सैलुङ पुग्नको लागि चाहिँ स्ट्रगल चाहिँ गरेको थियौँ, किनभने गाडीहरू फसिरहेको थियो क्या। सैलुङ पुग्नुभन्दा 14 किलोमिटर अगाडिको त्यो 14 किलोमिटरको बाटो चाहिँ होइन, यस्तो खत्तम बाटो छ कि होइन, गाडी फस्ने खालको बाटो छ क्या। जस्तो पायो त्यस्तै गाडीहरू चाहिँ त्यहाँनिर जाँदैन है। हाम्रो गाडी पनि फसेको थियो, तर हामी चाहिँ अब झर्दै होइन ट्राई गर्दै जाँदाखेरि चाहिँ भयो क्या। अनि त्यो दिन चाहिँ हामी त्यहीँ बसेर चाहिँ त्यो नाइट त्यहीँ इन्जोय गऱ्यौँ। र भोलिपल्ट चाहिँ हामी सैलुङ चढेको थियौँ। त्यो सैलुङ चढेको भिडियो चाहिँ म अर्को भ्लगमा हाल्नेछु। ओके, बाई बाई।